हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आजको भिडियोमा चाहिँ तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी यो साइडतिरमा छौँ। साइडतिर हाम्रो यहाँ पछाडि तपाईँले देख्न सक्नुहुन्छ यो खानापानीको ट्याङ्की बन्दैछ है, नुवाकोट साइडतिर। यहाँ देख्न सक्नुहुन्छ यो हाम्रो जङ्गलतिर तपाईँहरूलाई म यहाँ के भइरहेको छ देखाउँछु है त। यहाँ चाहिँ हाम्रो ब्रेकहरू राखेको छ भनेको यो एरियामा, त्यो चाहिँ हाम्रो गाडी हो। त्यसपछि तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बााउन्ड्री खनेको हो भने यसको तल चाहिँ यो माथि देखिएको भाग मात्र नि, यसको तल हामीले 60 सेन्टी तल गहिरो वाल लगाएको छ। यो वाल पनि 60 सेन्टीको छ भने यो चाहिँ हाम्रो 25 घनमिटरको ट्याङ्की। अब आज चाहिँ हुन्छ यसमा चाहिँ हामीले यसमा चाहिँ आज ब्रिकको चाहिँ वाल लाउँदैछौँ है। यो वाल चाहिँ 9 इन्चको गाह्रो हुन्छ। 9 इन्चमा चाहिँ हाम्रो वाल लगाइन्छ भने यो ट्याङ्की चाहिँ हाम्रो रेडी भइसकेको छ। अब यसमा भनेको चाहिँ बाहिरी पेन्टिङ हुन बाँकी छ, पुरै प्रपरली रेडी भइसकेको छ भने यसको रेडी भएर यहाँ चाहिँ हामीले फिलिङ गरिसकेका छौँ। यो चाहिँ हाम्रो ब्रिकहरू राखेको ठाउँ है त। त्यो भागहरू चाहिँ ब्रिकहरू राखेको ठाउँ भयो। यहाँ चाहिँ हाम्रो बाउन्ड्रीको लागि चाहिँ तलको पिसिसी भइसकेको छ। यो पिसिसी हो र चाहिँ यस्तो देखेर सक्नु। यो चाहिँ हाम्रो 25 घनाको ट्याङ्की हो भने यो हो यसको कम्पाउन्ड वाल हो। यो देख्न सक्नुहुन्छ यस्तो जङ्गल एरियामा ट्रकको क्याम्प बनाएर बस्नु भएको छ उहाँहरू।